कहिलेकाहीँ हामीलाई सोध्ने प्रश्न हाउस किन्ने कि रेन्टिङमा बस्ने भन्ने हुन्छ। अब यो हाउसको ठाउँमा पर्यो भने तपाईँले आज 100,000 लगानी गर्नुभयो, त्यस हाउसको ग्रोथ चाहिँ 5 to 7% छ एनुअल्ली भने आउने 10 इयर्समा त्यो रफली डबल हुन्छ। त्यही कुरा हुन्छ फेरि अब तपाईँले 1 मिलियनको प्रपर्टी किन्नुभयो, तपाईँले 10 इयर्स छोड्नुभयो भने रफली 2 मिलियन हुन्छ। त्यही भएर हाउस किन्ने भनेको रेन्ट जोगाउन मात्र होइन, क्रिएसन अफ वेल्थ पनि त्यहीँबाट हो। त्यसले तपाईँलाई भोलि फ्लेक्सिबिलिटी दिन्छ, अरू प्रपर्टी किन्नलाई हेल्प गर्छ, त्यसलाई हामी इक्विटी पनि भन्छौँ। एउटा कन्फिडेन्स दिन्छ प्रपर्टी मार्केटमा कसरी काम गर्ने भन्ने। त्यो अब अहिले सिडनी महँगो भइसक्यो छ जस्तो लाग्छ एज अ फर्स्ट होम बायर हो भने तपाईँ इन्टरस्टेटलाई पनि फोकस गर्नुहोस्। क्विन्सल्यान्ड, भिक्टोरिया, पर्थ, एडिलेड, जहाँ तपाईँको आफ्नै एफोर्डेबिलिटी छ, गो फर इट। एटलिस्ट एउटा हाउस होस्, रेन्टिङ होस्, तपाईँ यहीँ बस्नु, तर त्यसरी लगानी गर्नुभयो र त्यसले ग्रोथ गर्यो भने 10 इयर्समा तपाईँको इन्भेस्टमेन्ट रफली इन्टु 2 भयो भने तपाईँले त्यसलाई धेरै फ्लेक्सिबिलिटी दिन्छ। त्यही भएर तपाईँहरू केही छ भने लेट अस नो, वी क्यान हेल्प यु आउट। थ्याङ्क यू।